बढी चाहिँ कम स्टुडेन्ट मान्छे चाहिएको हो अहिले। दोइबिनी चिर्बी पनि हुन्छ केटी मान्छे होइन, तर चाहिँ टोटल भनेको रिफ्युजी डिपेन्डेन्ट भिजा भएको भए झनै राम्रो हुन्छ। खास गरेर यो काम चाहिँ बिहान डे काम भएको भएर बिहान 9 बजीदेखि 6 बजीसम्मको लागि काम भएको भएर तपाईँहरू काम गर्ने इच्छुकहरूले मलाई कन्ट्याक्ट गर्नुहोला। मेरो कन्ट्याक्ट नम्बर 07020141632 मा चाहिँ कल गर्नुहोला। यो नम्बरमा म्यासेज पनि गर्न सक्नुहुन्छ, लाइन छ है, लाइनमा एसएमएस गर्नुहोला। डिटेलमा बुझ्न चाहनुहुन्छ भने मलाई लाइनमा एसएमएस गरेर फेरि कल गर्नुहोला है त। र तपाईँहरूले आफ्नो साथीहरूलाई पनि यो भिडियो सेयर गरिदिनु होला। यो चाहिँ ओसाकाको इबाराकीमा हो, अहिले डे हो 4 महिनाबाट, र 6 महिनाबाट चाहिँ नाइट काम हुन्छ है, नाइट काम हुन्छ। यदि तपाईँहरू नाइटमा चाहिँ स्टुडेन्टहरूले पनि भ्याउनुहुन्छ, अहिले पनि स्टुडेन्टले दोइबिनी चिर्बी मात्रै भ्याउनुहुन्छ, र डिपेन्डेन्ट रिफ्युजी भिजा भएको मान्छे यदि हुनुहुन्छ भने यदि काम मलाई कन्ट्याक्ट गर्नुहुन्छ भने प्लिज मलाई कन्ट्याक्ट गरिहाल्नु होला। इबाराकीमा है, इबाराकीको स्टेसनबाट 3 मिनट मात्रै पैदल हिँड्नुपर्छ। तपाईँहरूले छिटोभन्दा छिटो ओसाकाको इबाराकीसम्म जान सक्नेहरूले चाहिँ मलाई कल गर्नुहोला। त्यसमा चाहिँ काम बेन्तो र मासु प्याकिङको काम हो। तपाईँहरूले छिटोभन्दा छिटो कल गरिहाल्नु होला है। एक दिनमा 8 जना केटीहरू चाहिएको। यदि तपाईँहरू काम गर्न सक्नुहुन्छ भने तपाईँहरूले मलाई कल गर्न सक्नुहुन्छ। यदि काम नगर्ने भए चाहिँ त्यतिकै टाइम वेस्ट नगरिदिनु होला है त। अरू कुरा धेरै बुझ्न चाहनुहुन्छ भने मलाई डिटेलमा भन्नु, तर आफ्नो साथीहरूलाई चाहिँ सेयर गरिदिनु होला। यो भिडियो मान्छे पुगेको छैन है। थ्याङ्क यू, बाई बाई।